काठमाडौँ महानगरपालिकाको हार्दिक अपील। विगतका केही दिनहरूमा काठमाडौँ उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्दो क्रममा रहेको छ। वायु प्रदूषणको मुख्य कारणहरू सवारी साधनहरूले उत्सर्जन गर्ने धुवाँ, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग कल कारखानाहरूबाट निष्कासन हुने धुवाँ तथा धुलोहरू र खुल्ला रूपमा जलाइने प्लास्टिक जन्य फोहोर मैलाबाट निष्कासन हुने धुवाँहरू हुन्। खराब वायुको गुणस्तरको कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू बढी जोखिममा पर्दछन्। काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका निम्ति खुल्ला रूपमा फोहोर मैला जलाउने कार्यमा बन्देज लगाउनका साथै सवारी साधनबाट मापदण्ड विपरीत उत्सर्जन गर्ने सवारी साधनहरूलाई कानुनी दायरामा ल्याउने कार्य समेत गरिएको छ। महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि गरिरहेका कार्यहरूमा महानगरपालिकालाई साथ सहयोग गरिदिनु हुन साथै सम्पूर्ण महानगरवासीहरूले वायु प्रदूषण रोकथाम तथा नियन्त्रण र वायु प्रदूषणबाट हुने जोखिम न्यूनीकरण गर्न निम्न बमोजिम कार्यहरू तत्काल अपनाउन यो सूचना जारी गरिएको छ। नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गरी सवारी साधनबाट हुने प्रदूषण कम गर्ने, सवारी साधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउने, खुल्ला रूपमा आगो बाल्ने कार्य नगर्ने, प्लास्टिक जन्य फोहोर मैला तथा अन्य फोहोर मैला नबाल्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, निर्माणजन्य सामग्री ढुवानी गर्दा लोड अनलोड गर्दा धुवाँ धुलो निष्कासन नगर्ने, उद्योग कल कारखानाहरूले काठमाडौँ महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड 2081 ले तोकेको वायु गुणस्तर तथा धुवाँ सम्बन्धी मापदण्डभित्र रहेर मात्र कार्य गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणहरूको प्रयोग गर्ने, सर्वसाधारणले आफ्नो व्यक्तिगत सुरक्षाको निम्ति मास्क लगाएर हिँडडुल गर्ने। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग।